हेलो साथीहरु नमस्ते। आज पनि म सानो भिडियो तपाईहरुमाझ लिएर आउँदैछु। मेरो युट्युब च्यानल रजनी राणा युट्युब च्यानलमा गएर सब्स्क्राइब एन्ड लाइक कमेन्ट पनि गर्नु होला। हाम्रो त्यो त हेर्नु साथीहरु घाँस एकदम पलाइसकेको छ अनि घाँस काट्नै पर्यो। गाउँमा बसेसी अब बाख्राहरु पालिसकेसी र म पनि घाँस काट्न हिँडेको, घाँस लिन हिँडेको अनि साथमा मेरो खाजा चटपट पनि साथमा लिएर हिँडेको छु। बसेर खान नभ्याएर चटपट गराएर लिएर हिँडेको राखेको छु। साथीहरु अब बाटोमा हिँड्दाखेरि खाँदै जाने अनि घाँस काट्ने ठाउँमा पुगिन्छ। अनि घाँस काट्ने ठाउँमा पुगेपछि अनि घाँस काट्ने अनि घाँस काटिसकेपछि आउने। ल हेर्नु मेरोतिरको बाटोहरू, घाँस काट्न जाने ठाउँ, घाँसहरू टन्न पलाएको छ। हरियाली जताततै घाँसहरू पलाएको छ। चटपट खाँदै हिँड्दैछु साथीहरू, त्यही भएर बोल्न पनि अलि साल्टाखेको छ। ल हेर्नु होला, म चाहिँ घाँस काट्न हिँडेको। अहिले हजुरहरूलाई मैले घाँस काट्ने ठाउँमा पनि पुगेर देखाउने छु। चटपट खाँदै हिँडिरहेको छु। मैले डोको हेर्नु होला गाइजहरू। यो चाहिँ हामी पहिला घरमा धारामा पानी नआउँदाखेरि पानी झुन आउने ठाउँ पँधेरा पनि बिरानो भयो। आजभोलि त हेर्नु अचल त पानीको सुविधा घरमै। पानीको दुःख त हाम्रो गाउँमा कहिले पनि भएन। हाम्रो पँधेरा हामी पहिला पानी लिन आउने ठाउँ। अनि यो गर्मीमा चिसो पानी हुन्छ क्या, मुलको पानी। यतातिर नाकको थानहरू छ होइन, हाम्रो पँधेरा। त्यसरी म चाहिँ हाम्रो यो पानी खाने पँधेरा पनि कटिसकेँ। त अब लागे म मेरो खरबारी घाँस काट्ने ठाउँतिर। गाइजहरू यहाँ चटपट खाँदै हिँड्यो। आज चिकन चटपट गराएकै चिकन। बसेर खाने भने टाइम पुग्दैन। चिकन चटपट बनाएको आज। यसरी चटपट खाँदै हिँड्दै यसरी हिँडिरहेको। मेरो यो सानो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट, लाइकहरू, सेयरहरू, सब्स्क्राइब गरिदिनु होला। हजुरहरूलाई धन्यवाद। म चाहिँ अझै पुगेको छैन घाँस काट्ने ठाउँमा, किनकि घाँस काट्ने ठाउँ पनि नजिकै हो होइन। घरदेखि अलि यता 400 आउनुपर्छ। यो चाहिँ मेरो खरबारी हेर्नुहोस्, तल खेतहरू छ। यो खरबारीमा घाँस खरबारी फाड्न भनेर आएको, किनकि काँडाहरू छ नि त। यो खरबारीको बाटो अब हिँड्नुपर्छ। पातले चिक्लाएर लोट्न पनि सकिन्छ गाइजहरू। गाह्रो छ मलाई भनेर भन्न नमिल्ने। हो माई गड, पात चिक्ले। हेर्नु त बाँसको पात, यहाँ बाँसको रुख छ। बाँसको पात धन्न, बाँसको पातमा टेकेर लड्केर धन्न लडिन म। भैँसी लड्यो है माया भन्ने गीत टक्क आउने कि फेरि मान्छे मोटो। ओ माई गड, यो हातमा कालो यहाँ डढेर लगाएको थियो। लोट्न लाउँदाखेरि के अरे यो हाँगा समातेको त हेर्नु त कालै लागेछ नि बिचरा मेरो हात। त टन्नै पलाइसकेको छ हाम्रोतिर नि। हेर्नु यी घाँसहरू अब खरबारीमा। अब त्यहाँ तल गएर तल देख्नुभएको तल हो यो घाँस नभएको ठाउँमा फाँडेको हो मैले अस्ति गएर। खरबारीको बाटो झर्दैछु। अहिले काट्ने ठाउँमा त पुगेको छैन, खरबारी त आइसक्यो। तल जाने हो कि खरबारीमा काँडाहरू छ। त्यो काँडाहरू फाँड्ने, एक ठाउँमा गराउने अनि घाँस काट्ने। हेर्नुहोस् रमाइलो छ गाउँले जिन्दगी। तर म चाहिँ खरबारीमा त आइसक्यो, अझै घाँस काट्ने ठाउँमा आइपुगेको छैन। साथीहरू यो हाम्रो पारी वन हेर्नु त कस्तो वन जङ्गल छ। यो पालि चाहिँ हिजो बिहान 6 बजीतिर
उज्यालो भइसकेपछि बाघ कराउँदै हिँडेको थियो क्या, बाघ लागेको छ क्या आजभोलि फेरि हेर्नु। बाघले बाख्राहरू खानी गरेको छ। अनि हिजो बिहान त अबेलातिर बाघ कराउँदै हिँडेको क्या अबेलासम्म पनि। तर पनि आफ्नो ठाउँ भएर होला डर लाग्दैन एक्लै हिँड्न। त्यही पनि साथीहरू म आइसकेँ, म घाँस काट्ने ठाउँमा आइसकेँ। यहाँ पानीको बोतल ल्याएको छु, पानीको व्यवस्था पनि छ। अब चटपट खाएपछि तिर्खा त्यसै नै लाग्ने भयो हेर्नु। अब यहाँ चटपट पनि अब अलिकति छ सकाउन बाँकी। यहाँ पानी पनि लिएर आएको छु। अब टन्न पानी खानु पर्यो, त्यहाँबाट घाँस काट्नु पर्यो। हेलो, म चाहिँ घाँस काट्ने ठाउँमा आइसकेँ। अब यहाँ चटपट तुर्न थोरै बाँकी छ। अब यो चटपट सकाउँछु अनि त्यहाँबाट घाँस काट्छु। अनि कस्तो लाग्छ मेरो यो सानो भिडियो हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला। अनि सब्सक्राइब गरिदिनु होला र माया पनि गरिदिनु होला। हजुरहरूको माया साथ सपोर्ट सधैँ भरि रहनेछ। हस्त धन्यवाद, नमस्ते बाबा।